ल अब हामी जान्न लाग्यौँ सोनीको बिहे रमाइलो होला भेटघाट भयो एकदम राम सरलाई कस्तो हो यस्तो हो ल अनिताजी हो अब हामी जाने हो एकदम ल ठिक छ आसमा ल बहिनी सोनीलाई भेट्यो होइन ल अब हामी जानु मात्रै बाँकी होइन अब सोध्दैछु त हो यहाँ आउँदैछ यार ल पर्मिलाजी साथीलाई भेट्यो होइन शुभकामना दिइसकेको ल हाम्रो ल ठिक छ ठुल दिदी कस्तो भयो एकदम सोनीलाई पनि भेट्यो होइन माछाको टाउको मिठो लाग्यो मैले चाहिँ माछाको टाउको खाएर खसीको मासु पनि मिठो थियो खाइयो एकदम पुलाउ पनि मिठो थियो सबै मिठो थियो तर सोल्टिनेहरू चाहिँ भेट्न पाइनँ यही अलिक दुःख लागिरहेको छ है भान्सामा पनि अलिक भाइहरू मात्रै रहेछ बहिनीहरू थिएन त्यही भयो कल्लो भयो अब हामी सबैजना त होइन सोनीको सो बिहालाई हामीले एकमुष्ट शुभकामना दिँदैछौँ र जाँदैछौँ अब जान पनि लाग्यौँ अब जाउँ ड्राइभर कहाँ हुनुहुन्छ अब हामी जाउँ होइन त बाई अब यस्तै हो सोनीलाई भेटिहालिन्छ माया